जुन एफआइआर यहाँ दर्ज गरिएको थियो है, तर अहिलेसम्म 10 दिन पुग्यो। तर 10 दिनमा त के भयो होला भन्ने आशाले हामी बुझ्न आएका थियौँ। तर सिक्किममा एसओचओ कम्ती भएर होला सायद, जो एसओचओ आयो जो हुनुहुन्थ्यो उहाँ त प्यारेड खेल्नु पो जानु भएको छ स्टेटहुडको। यदि अब 17-18 तारिकसम्म केही भएन भने हामी योभन्दा ठुलो जामत लिएर हामी के गर्नुपर्छ, हामी पक्कै पनि हामी त्यो कुरा गर्नेछौँ भनेर कहीँ न कहीँ हामीलाई शङ्का छ। यी जुन गुन्डाहरू छन् यी यहाँको वर्तमान सरकारको रुलिङ पार्टीकै गुन्डाहरू हुन् र यिनीहरूलाई कहीँ न कहीँ राजनीतिक संरक्षणमा राखेको छ। जनताको आवाज जिन्दाबाद जिन्दाबाद। आशिष राईलाई न्याय देऊ, न्याय देऊ, न्याय देऊ। आशिष राईलाई न्याय देऊ। ममाथि जुन प्रकारको आजभन्दा 10 दिन अगाडि प्राणघातक हमला भयो है, अनि मेरो त्यस्तो छुट्टै मेरो आफ्नो प्राइभेट दुश्मन कोही छैन। म सबैलाई थाहा छ त्यस्तो कोही पनि छैन। अनि अहिलेसम्म मैले जति पनि सोसल मिडियामा आएर बोले सिक्किमे जनताको हितको लागि बोलेको छु, सिक्किमे नागरिकहरूको लागि मैले बोलेको छु। तर अहिलेसम्म जुन एफआइआर यहाँ दर्ज गरिएको थियो है, तर अहिलेसम्म 10 दिन पुग्यो। तर 10 दिनमा त के भयो होला भन्ने आशाले हामी बुझ्न आएका थियौँ। तर सिक्किममा एसओचओ कम्ती भएर होला सायद, जो एसओचओ आयो जो हुनुहुन्थ्यो उहाँ त प्यारेड खेल्नु पो जानु भएको छ स्टेटहुडको। हामीलाई बडो दुःख लागेको कुरा चाहिँ त्यो छ हैन। एउटा उहाँलाई त जिम्मा दिएर हामीले त विश्वास गरेको थियौँ, सिक्किमले सरकारले उहाँलाई जिम्मा लगाएको काम छोडेर उहाँ त स्टेटहुडको प्यारेड खेल्नु जानु भएको रहेछ। सायद सिक्किममा पुलिस कम्ती भएर नै होला है त। हामी विश्वास गर्छौँ। अझै उहाँले भन्नुभयो 16-17 फेरि प्रेसिडेन्ट आउनुहुँदैछ, भाइस प्रेसिडेन्ट, उहाँले अझै टाइम माग्नु भएको छ। हामी अझै पनि अब ठिकै छ स्टेटहुड चलिरहेछ हामी भनेर हामी अन्डरस्ट्यान्डिङमा हामी यो कुरालाई हामी यहाँबाट मतलब छोडेर जाँदैछौँ। अनि अब म एउटा खटी खाने मान्छे हो, म ड्राइभर हो। यदि मैले गाडी चलाएन भने मेरो परिवार चल्दैन, मेरो नानीहरूलाई हुर्काउनुपर्छ, मेरो नानीहरूलाई पढाउनुको लागि मैले गाडी चलाउनै पर्छ। तर आज गाडी चलाउने मान्छेको खुट्टा यसरी दुईटै घोडा यसरी सिधा पार्नु खुङचाउने नहुने अवस्थामा अब यो चाहिँ सरकारले जिम्मा लिनु पर्यो हैन। या त उहाँले मलाई चाँडोभन्दा चाँडो उहाँले मलाई न्याय दिनु पर्यो, या त मेरो घरको जति पनि खर्च, म त सिक्किमको नागरिक हो नि त। यदि मैले यहाँ एसएचओ साहबलाई पनि भने यदि मैले अलिकति पनि गलत बोलेको छु, सरकारको विरोध गरेको छु, अहिलेको मुख्यमन्त्रीको एसकेएम पार्टीलाई अलिकति पनि मैले गलत बोलेको छु र म गलत हो भने मलाई एरेस्ट गर्नुहोस्, म यहाँ रेडी छु, म सरेन्डर गर्नु म यहाँ आएको समय मैले भने। तर उहाँले मेरो गल्ती पनि नभेट्ने, तर जोरले आज मलाई यो काण्डमा यो अवस्थामा पुर्यायो, त्यो व्यक्तिहरूलाई पनि पक्रिनु नसक्नेले गर्दा आजसम्म 10 दिनसम्म, हिजो अस्ति भर्खर मात्रै दार्जिलिङमा एउटा यस्तै घटना घटे। एकजना सोसल मिडियामा यसरी बोल्ने व्यक्तिलाई उहाँको 72 घण्टामा हैन दार्जिलिङमा पक्रे सुदन गुरुङ सरको जहाँको जुन घटना हामीले सोसल मिडिया मार्फत दार्जिलिङ पुलिसले 72 घण्टामा पक्रिन्छ भने सिक्किम पुलिस के हेरिरहेछ अहिलेसम्म? मलाई अलिकति पनि सिक्किम पुलिस यसमा के सिरियस भएर काम गरेको प्याट्टै लागेन। एज अ भिक्टिम म मेरो आफ्नो विचार मैले देखेको, पार्टीको विचार आफ्नो छ, तर म एउटा भिक्टिम हैन। मैले आएर बुझ्दाखेरि त एसओचओ साहब त प्यारेड खेल्नु गएको छ, अनि जो आयो अफसर नै उहाँ छ, उहाँ नै प्यारेड खेल्नु गएको, कसले चाहिँ हेर्दैछ यो केस भन्ने म सिक्किम सरकारलाई, सिक्किमको डिजिपीलाई अनि सिक्किमको सम्पूर्ण प्रहरी विभागलाई पनि म दुई हात जोडेर बिन्ती गर्न चाहन्छु एज अ कन्सर्न सिटिजन अफ सिक्किम। त्यसले गर्दाखेरि म जस्तो हजारौँ युवाहरू कुटिँदैछ बारम्बार। हिजो पनि एउटा यही सदर थानाको अगाडि ड्राइभरलाई कुटेको घटना मिलाइरहेको थियो। आजभन्दा बहुत दिन अगाडि एकजना ड्राइभरलाई वेस्टमा पनि कुटियो। ड्राइभर मात्रै होइन, हरेक सिक्किमको युवाहरू आज कोही पनि सेफ छैन जो सिक्किमको लागि बोल्दैछ। त्यो व्यक्तिहरूको लागि कडाभन्दा कडा कानुन बनाएर त्यो व्यक्तिलाई एरेस्ट गरेर हामीलाई, मलाई मात्रै होइन तर सम्पूर्ण सिक्किमलाई न्याय दिन्छ भनेर हामी पुलिसप्रति फेरि एकचोटि चाहिँ हामी विश्वास राख्छौँ। यदि अब 17-18 तारिकसम्म केही भएन भने हामी योभन्दा ठुलो जामत लिएर हामी के गर्नुपर्छ, हामी पक्कै पनि हामी त्यो कुरा गर्नेछौँ भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। सिटिजन एक्सन पार्टीको एउटा टिम है, आज हामी हाम्रो आदरणीय पार्टीका लिडर आशिष राईज्यूको स्टिच खोल्नु हामी हस्पिटल आएका थियौँ र हस्पिटलमा स्टिच खोलिसकेर उहाँको स्वास्थ्य विषयमा जानकारी डाक्टरबाट लिइसकेपछि चाहिँ अहिलेसम्म पनि सिक्किम प्रहरीले हामीलाई आशिष राईमाथि जुन रङ्गेमा माने खोलामा जुन प्राणघातक हमला भएको थियो यही महिनाको 5 तारिकको दिन, त्यस विषयमा हामीले आएर यहाँनिर एफआइआर दर्ज गऱ्यौँ पार्टीको तर्फबाट, जो मैले नै दर्ज गरेको थिएँ प्रकाश पराजुलीको नाममा। तर अहिलेसम्म पनि न मैले नै एउटा पनि पुलिस प्रशासनबाट कुनै कम्युनिकेसन
पाएको छु, कुनै खबरहरू पाएको छु, न त पार्टीले नै कुनै प्रकारको खबरहरू पाएको छ कि के स्ट्याटस छ। आशिष राईमाथि जुन हमला भयो, ती हमलावर ती गुन्डा बदमासहरूको खोजीमा पुलिसले कस्तो प्रकारको तत्परता देखाउँदैछ, यो हामीलाई जानकारी नहुँदाखेरि चाहिँ हामी खेदपूर्ण, हामी अलिक निराशपूर्ण भएर चाहिँ हामी आज यो सदर थानामा आएर एसएचओलाई भेट्न हामीले कोसिस गऱ्यौँ। तर मूल एसएचओ चाहिँ नभएको कारणले आज हामीले सेकेन्ड एसएचओलाई हामीले भेट्यौँ र हामीले बातचित गऱ्यौँ। तर कुरा चाहिँ के छ भन्दाखेरि 5 तारिक जस्तो हामीले एफआइआर दर्ज गरेपछि पार्टी अध्यक्षको नेतृत्वमा एउटा टोलीले स्टेटको डिजीलाई पनि भेटेको थियो है, पुलिस प्रशासन प्रहरी बलको डिजीलाई। अनि उहाँले पनि एस्योर गर्नुभएको थियो कि छिटै नै बदमासहरूलाई पक्रिनेछ भनेर र उचित कारबाही गरिनेछ भनेर। तर अहिलेसम्म पनि कुनै प्रकारको बातचितसम्म नहुँदा, कम्युनिकेसनसम्म नहुँदाखेरि चाहिँ हामी पनि धेरै पुलिस प्रशासनसँग पनि निराशा हामी जनाउँछौँ। र निराशाको कारण यो पनि छ कि अहिलेसम्म जस्तो कि केशव सापकोटामाथि जस्तो हमला भयो अथवा सिक्किममा विभिन्न प्रकारको राजनीतिक हमलाहरू हुँदाखेरि विभिन्न मान्छेले कुटाइ खाँदाखेरि सबै मान्छेले अहिलेसम्म न्याय पाएका छैनन्। त्यसकारणले गर्दा हामीलाई त यो पनि शङ्का लाग्छ कि ती बदमास गुन्डाहरू मिङतोगाङकै किचनमा डाइनिङ टेबलमा बसेर खाना खाइरहेर स्टेट डे मनाइ त रहेको छैनन् के, स्टेट डे भनेको उनीहरूको लागि यो अर्थमा लाग्दैन के भनेर पनि हामीलाई आशंका लाग्छ। र किन भन्दा आज सिक्किममा जुन प्रकारको राजनैतिक आतङ्कवाद, राजनीतिक हिंसाका घटनाहरू हामीले देख्न पाइरहेका छौँ, आज कोही पनि नागरिक सुरक्षित छु भनेर महसुस नगरिरहेको अवस्थाहरू देख्दाखेरि हामी पार्टीगत रूपमा पनि एक खालको हामी निराशिनु यो स्वाभाविक हुन्छ। र आज सिक्किममा को चाहिँ सुरक्षित छ? आज सिक्किममा प्रहरी बलले अथवा सिक्किमको सिस्टमले कसरी काम गरिरहेको छ? सिक्किमे जनताले, सिक्किमे आम नागरिकले, खटी खाने पेसावर मान्छेहरूले कसरी आफैलाई म सुरक्षित छु भनेर महसुस गर्ने, यो एउटा प्रश्न चिन्ह। आज हामी 50 वर्षको प्रजातन्त्रको 50 वर्ष मनाइरहेका छौँ। स्वर्ण जयन्ती स्टेटले मनाइरहेको छ के कुटाइ खाएकोमा हामी स्वर्ण जयन्ती मनाउने? कि हामीले न्याय नपाएकोमा स्वर्ण जयन्ती मनाउने? कि हामीले दिनदहाडे राजनीतिक हत्याहरूमा हामीलाई कुटिँदा, मारिँदा, पिटिँदा यही कुरालाई हामीले स्वर्ण जयन्तीको रूपमा मनाउने? न्याय नपाएकोमा मनाउने? र कसैले एउटा सानो अभिव्यक्तिको स्वतन्त्रता पूर्ण रूपले त्यसमाथि दमन गरेकोमा हामीले यो प्रजातन्त्रको 50 वर्ष स्वर्ण जयन्ती मनाउने त? यो प्रश्न छ, आज प्रश्न चिन्ह छ। र काहीँ न काहीँ हामीलाई शङ्का छ, यी जुन गुन्डाहरू छन् यी यहाँको वर्तमान सरकारको रुलिङ पार्टीकै गुन्डाहरू हुन् र यिनीहरूलाई काहीँ न काहीँ राजनीतिक संरक्षणमा राखेको छ र यिनीहरूलाई झट्टभन्दा झट्ट पक्राउ गरेन भने सिटिजन एक्सन पार्टी पनि हामीले पुलिसले गर्छ, पुलिसको काम हो, जनताले ट्याक्स दिएर ट्याक्स पेयरको पैसाबाट पुलिसले सबै स्यालेरीहरू उनीहरूको सबै सेवा सुविधाहरू पाइरहनु भएको छ भनेर विश्वास गरेको मात्रै, किनभने विश्वास गर्नै पर्छ नागरिकले पुलिसलाई, नभए हामी आफै पनि एक्सन गर्न सक्छौँ। र यदि पुलिसले असक्षमता देखाउँछ भने र राज्य यस्तो निराशाजनक अवस्थामा राज्य खडा हुन्छ भने हामी पनि यो स्वर्ण जयन्तीलाई आफ्नै प्रकारले मनाउने र हामी पनि आफ्नै प्रकारको कारबाही गर्न सक्छौँ। हामी डराउँदैनौँ कुनै पनि शक्तिहरूसँग। तर कुरा के छ भन्दाखेरि यहाँ सिक्किममा खटी खाने पेसावर मान्छेहरूको त सुरक्षा हुनु पर्यो, नभए के को यत्रो सेलिब्रेसन? हामी स्टेट डे मनाइरहँदा त खुसी हुनु पर्यो नि, हामी सुरक्षित महसुस गर्नु पर्यो नि, प्रजातन्त्र भएको हामीलाई अनुभूति हुनु पर्यो नि। यहाँ कहाँ प्रजातन्त्र छ? प्रजातन्त्र सबै मिङतोगाङको दैलोभित्र बन्द भएको छ। प्रजातन्त्र त एउटै मान्छेको गोजीभित्र बन्द छ। यहाँसम्म कि त्यही पार्टीको मान्छे पनि चुइँ गर्न नसक्ने अवस्था छ। त्यसकारणले गर्दा हामीले आशिष राईको जुन केस छ उहाँमाथिको कुटपिटको घटनालाई लिएर बारम्बार हामीले डिजिपीलाई पनि गत 12 तारिकको दिन हामीले मेल गरेको, अहिलेसम्म मेलको रिप्लाई छैन। हामीले एसपीलाई पनि मेल गरेको, अहिलेसम्म रिप्लाई छैन। एसएचओको नि रिप्लाई छैन। आयोगको पनि कुनै प्रकारको कम्युनिकेसन छैन। वाट इज दिस? यो के हो? के अब राजनीतिक आतङ्कवाद यतिकै बढेर जाने हो स्टेटमा? के अब यो गुन्डाराजमा गुन्डे राजा भन्ने हो सरकारले? र यो सरकार हामी यही चाहन्छौँ कि पुलिस प्रशासनमा पनि काबिल अफसरहरू छन्। यो प्रहरी विभाग एकदमै काबिल छ, तर कसैको दबाब महसुस नगरिकन भोलि भविष्यलाई सम्झेर, किनभने राजनीतिक आयु भनेको सरकारको आयु भनेको 5 वर्षको हुन्छ, तर सिक्किमको आयु भनेको अनन्तसम्म
छ र तपाईँहरूको पनि काम गर्ने समय भनेको 50औं वर्ष हुनसक्छ, तपाईँको 30 वर्ष काम गर्ने समय हुनसक्छ। त्यस कारणले गर्दाखेरि सिक्किम राज्यको तपाईँको तमाम दुनियाँले हेर्दाखेरिको इज्जत र पुलिस प्रशासनको प्रहरी बलको इज्जत पनि बचाउनका खातिर भए पनि तपाईँले तत्परता देखाउनुपर्छ भनेर हामी सिक्किमे जनताको तर्फबाट र सिटिजन एक्सन पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छौँ। र यही आवाज हो, यो आशिष राईमाथि जुन कुट्ने बदमासहरू छन्, यिनीहरू जस्तो संरक्षणमा जस्तो व्यवस्थामा यिनीहरूलाई जहाँनिर लुकाइएर राखेको छ, पुलिसले सबै सुरागहरू पल्टाएर झट्टभन्दा झट्ट यिनीहरूलाई पक्राउ गर्नुपर्छ। नभए सिक्किमे जनता यो प्रजातन्त्रको स्वर्ण जयन्ती मनाउँदै गर्दाखेरि कोही पनि सुरक्षित छैन र यो तमाम व्यवस्था, राजनीतिक व्यवस्था, प्रहरी व्यवस्था, तमाम व्यवस्थाले चाहिँ शरम मान्नुपर्छ। तपाईहरुलाई शरम लाग्नुपर्छ। यो दुनियाँका अगाडि तपाईहरुले शरम गर्नुपर्छ। तपाईहरु नाङ्गो हुनुभएको छ भनेर सिटिजन एक्सन पार्टी किटान गरेर भन्न चाहन्छ। त्यसकारणले गर्दाखेरि यो सिक्किमले आज चोटै-चोट भएको दुःखदायक घडीमा यो सिक्किमे जनतालाई पनि आह्वान गर्न चाहन्छ। प्रजातन्त्रको 50 वर्ष छिप्पिँदाखेरि त मान्छेलाई अभिव्यक्तिको आजादी मिल्नु पर्यो नि। मान्छेले जनताका दुःख, मार्का, पीडाहरूमा बोल्दाखेरि कुट्टाइ खानु भएन नि। र कुट्ने गुण्डाहरू आज खुलेआम हिँडिरहेका छन्। हामीले चिन्छौँ कतिजनालाई। केशव दाजुलाई अघि सिङताममा कुट्ने मान्छे अघि यहीँबाट घुमिरहेको थियो। म छक्कै परे बा यसैको त हात छैन कि भनेर झसङ्ग पनि भए। किन भन्दाखेरि त हिजो कुट्नेले आज कुट्दैन भनेर ग्यारेन्टी हुँदैन। त्यसकारणले यो स्टेटले, यो सरकारले, यो व्यवस्थाले त मान्छे कुट्ने, प्राणघातक हमला गर्ने, अत्याचारी हमला गर्ने यो आतङ्कवादीहरूलाई त चेयरम्यान पनि बनाउँछ नि फेरि। त्यही कारणले हामीले विश्वास गर्न नसकेको हुँदाखेरि हामी तत्पर भएको हो। र हामी समस्त सिक्किमे जनताको तर्फबाट, सिक्किमे प्रजातन्त्रलाई प्रेम गर्ने जनताको तर्फबाट र सिटिजन एक्सन पार्टीको तर्फबाट हामी यही आह्वान गर्न चाहन्छौँ। झट्टभन्दा झट्ट यो आशिष राईमाथिको जुन प्राणघातक हमला भएको छ र ती अपराधीहरूलाई, ती आतङ्कवादीहरूलाई झट्टभन्दा झट्ट समाउनुपर्छ। सिक्किममा यो प्रजातन्त्रको 50 वर्षको उपलक्ष्यमा विभिन्न प्रकारको गेस्टहरू आउँदैछन्। अनि यही प्रशासनबाट, यही व्यवस्थाबाट उनीहरू पनि, ती गेस्टहरू पनि सुरक्षित छन् भनेर कसरी एन्स्योर गर्न सक्छ यो व्यवस्थाले? यहाँकै आफ्नै खाँटी नागरिक त सुरक्षित छैन भने कोही पनि बाहिरबाट पत्रकार आउँछन्, उसले विभिन्न प्रकारको सम्प्रेषण गर्न सक्छ खबरहरू। बाहिरबाट विभिन्न प्रकारको गेस्टहरू आउँछन्, टुरिस्टहरू आउँछन् र ती तमाम मान्छेहरूलाई गुन्डा बदमासहरूले केही गर्दैनन् भन्ने सुरक्षा, यो समाज चाहिँ मान्छेले बाँच्न र बस्न लायकको छ, सुरक्षित छ भनेर ग्यारेन्टी के छ? त्यसकारणले यी तमाम प्रश्नहरू, यो 50 वर्ष पुगेको प्रजातान्त्रिक व्यवस्थामा टुप्पीमा बसेर सरकार हाकिरहेको व्यवस्था र पुलिस प्रशासनलाई पनि यो सिङ्गो प्रश्न पार्टीको तर्फबाट म तिर्साउन चाहन्छु।